सबैमा नमस्ते साथीहरू। आज तपाईहरुलाई मैले हाम्रो ह्याचरीमा निक्लेको एउटा चल्ला देखाउन गइरहेको छु, जुन तपाईले आजसम्म कुखुराको दुईवटा खुट्टा मात्र देख्नु भएको थियो होला। आज म तपाईहरुलाई चारवटा खुट्टा भएको चल्ला देखाउँदै छु। हेर्नुस् है, यहाँ आज ह्याचरीमा चारवटा खुट्टा भएको चल्ला धेरै नै आउने गर्छ यस्तो किसिमको चल्लाहरू, र आज तपाईहरुलाई पनि देखाउँ कि भनेर मैले भिडियो बनाउँदै छु। हेर्दिनु होला। हेर्नुस्, यसमा जुन पुच्छर हुन्छ, पुच्छरको ठाउँमा दुईवटा प्लस भएर आएको छ खुट्टा, र त्यो दुईवटामा फेरि दुईटा मात्र फिङ्गरहरू छन्। हेर्नुस्, तपाईले देख्नु भएको थियो त आजसम्म यस्तो। हेर्नुस् त कस्तो लाग्यो त। कतै देख्नु भएको थियो भने कमेन्ट गर्नुस् है त। के गर्नुभयो, ठुलो भएपछि त्यो कस्तो हुन्छ